कस्तो छ कपाल त त्यस्तो दुम्सिएको छ अनि कहाँ कटाउँछ ठ्याक्कै दुम्सी खत्तम छडियो बस्ने काड भने मैले दाई छेउमै छेउ त सऱ्यो भनेर कि यार गाउँमा के हलो जोतेर बस्यो हौ सऱ्यो भन्नुभयो यहाँ सहरमा बसेर त काटेर हिँड्छु वर्क आउँछ त्यस्तै छ यहीँ राख्ने त हो फोहोर मैले काटिदिएको थिएँ यस्तो सिन्की भएको भान्जाको कपाल त्यस्तो भयो दामी यति यो जुन लानु पर्यो नि त यही छु र यही मात्रै गर्नु भान्जाको त कपाल खतमै भयो त झन् बिग्रिन्छ यसरी पालेपछि आइरन लाएर काट्ने भन्छ आइरन लाएर के हो अहिले लगाइदिउँला म माथिदिन्छु हो भाइ म गएको छ बच्चे लगाइदिन्छु लगाइदिन्छ अहिले ए हो बच्चा अहिले तल काट्न नि आइहाल्छ किन बेकार 200 पैसा काट्यो आइ मैले काटिहाल्छु कपाल त जसले काट्छु नि हो हो अहिले कैँची छैन नि जस्तै यहीँनिर आउने फेरि कतिचोटि हो तँसँग 2 चोटि हुन्छ माइला छोरा किन्दिन बच्चा ओइ अब चाहिँ बच्चाउँछ है अहिले कति राम्रो सुहायो नि कति हुन्छ 2 चोटि होइन त्यस्तो कपाल थियो अहिले त्यो कपाल त धेरै लामो भान्जा जस्तो त होइन भयो नि अब टाउको सानो अनुसारले अलिक कपाल लामो नि हो के त उसमा चावला भयो भने छक्काले पाले जस्तो भयो अहिले बच्चाले काटिदिन्छ चिन्ता नमार मिसिन पनि छ नि बच्चा हामी